नमस्ते, मेरो च्यानलमा हजुरहरूलाई स्वागत गर्न चाहन्छु अनि आशा पनि गर्छु सबैजना एकदमै ठिकै हुनुहुन्छ, सन्चो सुबिस्तै हुनुहुन्छ भनेर है। हामी चाहिँ यहाँनिर आज बाहिर निस्किनको लागि रेडी भएर बस्दैछौँ। रेडी भइसकेर यहाँ साथीहरूलाई वेट गरेर बसिरहेको छौँ हामी चाहिँ। र नानीहरूको स्कुल स्टार्ट हुँदैछ नि त हाम्रो चाहिँ 1-2 दिन पछाडिदेखि। अनि स्कुल स्टार्ट हुनुभन्दा अगाडि चाहिँ एकचोटि नानीहरूलाई बाहिरतिर लगेर रिफ्रेस गराएर ल्याऊँ न त भनेर, घुमाएर ल्याऊँ भनेर चाहिँ हामी यहाँ रेडी हुँदैछौँ। हुन त एक्ज्याक्ट यहीँ जाने भनेर चाहिँ अझै पनि हाम्रो फिक्स भइसकेको छैन। अप्सनमा 3-4वटा ठाउँ छ र कहाँ जान्छौँ के गर्छौँ भनेर चाहिँ हजुरहरूसँग म भिडियोमा देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। हामी चाहिँ हिँडेको आज घुम्नै त तर कमेन्ट गरिदिनु हो अग्निगर कहाँ हो। अच्छा, अग्निगर कहाँ हो कमेन्ट गर्नुहोस् जसलाई थाहा छ। छोराहरूको अग्निगर कहाँ पऱ्यो। चलो लाइट से देखते हैं कहाँ कहाँ जाएंगे, कहाँ कहाँ घूमेंगे। पता नहीं अभी कहाँ जाएंगे कुछ। हामी चाहिँ यहाँनिर गणेश घाटमा आएर अब त केही पनि छैन नि त। यहाँ त बोटहरू छ। बोट हुनको लागि पनि यहाँ जानको लागि मान्छे फेरि भरिन टाइम लाग्छ। अब चाहिँ यहाँ अब एकछिन बस्थ्यौँ, हावा खायौँ ब्रह्मपुत्रको। अब चाहिँ जान्छौँ हामी। यहाँनिर फोर्ट छ एउटा, त्यहाँनिर जान्छौँ। पानीपुरी खायौँ यहाँनिर, फ्रुट्स नानीहरूले अमरुद खाए। अब चाहिँ हामी जान्छौँ। लेट्स सी हेरौँ कस्तो छ अब फोर्ट। यताबाट जानुपर्छ है, नजिकै छ। त्यहाँनिर चाहिँ प्रायः यस्तै हुन्छ नि त भिड। अब आज के बार हो? आज बिहिबारको दिन, तर पनि यतिको भिड छ। मन्दिरहरू छ नि त यहाँनिर चाहिँ। अब गणेशजीको मन्दिर छ, गणेश घाट, अनि हनुमानजीको मन्दिरहरू छ। हजुर मलाई दिने कस्तो ज्ञानी छोरा हो मामा पनि। ए कति धेरै दिएको हौ छोराले त मलाई त अलिकति दियो। कसले धेरै माया गर्छ दादाले कि सानोले? सानोले त माया गर्दैन रहेछ मलाई। सानो अलिकति आइसक्रिम दियो। लाग्छ ए अझ धेरै पो दिनुपर्छ त माया लाग्छ भन्दा। सानो घाँटी पनि दुखिरहेको छ, खानु पनि हुँदैन। चराले पनि खान्छ। यो चरा होइन, कबुतर हो। कबुतर कबुतर दादाले कबुतर सबै उडाइदियो दादाले कबुतर। लु जाउँ अब माथि जाने घुम्न। यहाँ बाबुले पनि आइसक्रिम खाँदैछ।
आछु अरे अस्ति हामी यहाँ कहिले आएको दसैँमा नि दसैँको बेला आएको नि हामी दसैँको बेला आउँदाखेरि यो बन्द थियो दुर्गा पूजाको छुट्टी थियो नि त बन्द थियो त्यही भएर हामी घुम्न पाएको थिएनौँ फेरि आज हामी आउने साइजहरू नि आइपुग्यो हामी चाहिँ आउने घर दुर्गा पूजा के समय हम लोग आए थे यहाँ पे बंद था देखो बाबू देखो देखो वहाँ देखो वीडियो में देखो देखो नहीं देख रहा सानू का आइसक्रीम खत्म ही नहीं हो रहा जल्दी खत्म करो पिघल रहा है वो अब चाहिँ एकछिन कुरा गरौँ यो फोर्टको बारेमा अर्थात् यो अग्निगढको बारेमा है अग्निगढ चाहिँ भारतको आसामको तेजपुरमा रहेको छ है तेजपुरमा रहेको चाहिँ एउटा पहाडी हो भनौँ न जो चाहिँ आफ्नो एउटा अलग्गै पौराणिक इतिहासद्वारा एकदमै प्रसिद्ध छ यसलाई चाहिँ भारतको पूर्वोत्तरको एउटा प्रेमस्थलको रूपमा पनि मानिन्छ है हिन्दू पौराणिक कथाको अनुसार चाहिँ यो एउटा किल्ला हो जसलाई चाहिँ बाणासुरले आफ्नी छोरी उषालाई एकान्तमा राख्नको लागि भनेर चाहिँ बनाइएको थियो रे यसको नाम चाहिँ संस्कृतमा अग्निको अर्थ आगो त्यस्तै गरी गढको अर्थ किल्ला शब्दबाट चाहिँ लिएर यो अग्निगढ भनिएको हो भनिन्छ कि यो किल्लामा चाहिँ हमेसा आगोले घेरिएको हुन्थ्यो रे नाकि त्यहाँनिर चाहिँ अनुमति बिना कोही पनि आउन जान नसकोस् भनेर त्यो किल्लालाई चाहिँ पुरा आगोले घेरिएको हुन्थ्यो रे भनेर भनिएको छ उषा चाहिँ एक असुर राजाकी छोरी त्यस्तै गरेर श्रीकृष्णको नाति अनुरोध बीचको प्रेम सम्बन्धलाई चाहिँ यहाँनिर यसले चित्रण गरेको पाइन्छ है र अब त्यो पुरा प्रेम सम्बन्ध के थियो भनेर चाहिँ कस्तो थियो भनेर चाहिँ अब म यहाँनिर व्याख्या गर्न सक्दिनँ है यति छोटो भिडियोमा हजुरहरूलाई अगर बुझ्न मन लाग्छ भने चाहिँ यहाँनिर हजुरहरूले गुगल गर्न सक्नुहुन्छ अग्निगढ भनेर है त्यसमा यसको बारेमा पुरा त्यो प्रेम प्रसङ्गको बारेमा पनि विस्तृत व्याख्या पाउन सक्नुहुन्छ यहाँ आउँदाखेरि चाहिँ अलिक कोल्ड ड्रिङ्क अलिक बोकेर आएको भए चाहिँ हुन्थेछ नि त हेर्नु तल खोला त यता देखाउनु न जुम गरेर ब्रह्मपुत्रको भ्यू अहिले तलबाट देखाउनु त यता चढेर देखिन्छ कस्तो यहाँ चाहिँ पानी नपरेर यति बेला सिजनै यस्तो भएर होला सुक्खा सुक्खा पतझडको सिजन भएर होला है पत्ता झर्ने त सबै ब्रह्मपुत्र छ तर हेर्दाखेरि ठुलो एरिया छ जस्तै लागेको थियो तर बेसी ठुलो त रहेन छ एरिया त अच्छा यहाँ रहेछ व्यू पॉइंट ऊपर से यहाँ ब्रह्मपुत्र का व्यू देखना होगा ना यहाँ से अच्छा सबैलाई गर्मी भयो अरे फेरि यो कोल्ड ड्रिङ्कहरू ल्यायो अरे आउनुभएको छ आज त खाएकै गर्ने खाएकै गर्ने हो वाला जो पैर से चलाने ला वो वाला है भन्नु छैन कुदेछन् हौ यहाँनिर खेल्दै गर भनेको त सट्टै कता त्यहाँ एकछिन कुदेछन् ब्रह्मपुत्रको भ्यू है ब्रह्मपुत्र त पानी त पुरा छैन तर बर्खाको समयमा त बरसम्म हुन्छ पानी यहाँ मसिनो मसिनो पार्क बनाइदिएको छ खेल्ने जग्गाहरू जस्तो बनाइदिएको छ नानीहरूलाई
गर्मी बढ्यो गर्मी हुन थालिहाल्यो घुम्न पनि मजा आउँदैन अब यस्तो गर्मी हुन थालेपछि अस्ति ठिक्क आउने समय थियो नि त्यतिखेर आऊँ भनेको मिलेन अब यस्तो गर्मी हुन थाल्यो ल्या के भयो अब चाहिँ माथि चढ्ने घामले गर्दाखेरि चाहिँ अल्छी मर्दो हतपति पोल्ने घाम लाग्न थालिहाल्यो नि सानो मजा आउँदैछ मेरो कोल्ड ड्रिङ्क के मात्रै पिउँदै हिँड्दैछ चलो हामी चल्छौँ माथि तेजपुरकै पुरा भ्यू देखिन्छ कि के हो तातो तर गल्यो घाम यस्तो छ 1 बजे बेसी अग्लो छैन है पाए छैन घामले यस्तो धेरै पोल्दैछ ठिक्कको घाम भयो नि त नि फेरि मध्ये 1 बजी 12-1 बजीको घाम सुक्खा कुदिहाल्यो फेरि तल पुगिहाल्यो केटाकेटीलाई लिएर हिँड्ने उपाय छैन केटाकेटीहरूलाई देखेर नै हिँड्न मन लाग्दैन हौ सुदामी फुल छ के भन्छ यसलाई फुललाई के भन्नुहुन्छ फोटो ल चाहिँ हामी जाने गर्मी पनि बेसी पनि हिँडिसक्नु भयो अगाडि यता उस साइडबाट आएको थियो हामी है पछिबाट अब चाहिँ यतापट्टिबाट निस्किन्छौँ गाडीबाट झरिसके छोराहरू सबैजना राम्रो त राम्रै हो है घुम्नको लागि तर गर्मीले नै हालत खराब गर्यो अहिले नै यस्तो भनिन्छ अब झन् कस्तो हुन्छ भर्खरै अप्रिल लास्ट सुरु हुँदैछ तलबाट हामी चढेर उता उस साइडबाट उतापट्टिबाट गएको थियौँ नि त हामी अनि अहिले चाहिँ यताबाट गएर फेरि घुमेर हामी यसरी आइयो बेसी ठुलो त रहेनछ मात्र ठुलो छ होला जस्तो लाग्दै थियो धेरै धेरै ठुलो त रहेनछ रै पनि यसो घुम्नको लागि ठिकै हो आ जाओ आ जाओ आ जाओ आ जाओ आ जाओ वाओ वो देखो कहाँ चढ़ रहा हूँ सानो ए सानो कपडाहरू के भयो हेर्दा जाऊ
इधर देखो। पानी अच्छा ठंडा होगा ना? हाँ, देखने में कैसा है बाबू? पानी कैसा है? हात छोड हेर न मैं भी तो आई नहीं थी, पहली बार आ रही हूँ। लेकिन बोट छैन यहाँनिर, बोट छैन। बोटमा त भोलि पर्सि आउनुपर्छ ल। बोट यहाँनिर छैन त। अब ठुलो बोटमा चाहिँ टाइम लाग्छ, त्यहाँ त मान्छे भरिएर मात्रै लान्छ अरे। यस्तो यस्तो गरेको थियो, कस्तो यस्तो यस्तो। बोटिङ गर्नु पर्यो अरे भनेर यहाँनिर एउटा पार्क छ फेरि, त्यहाँनिर आइपुगेको छु हामी चाहिँ। अब आइपुग्यो अरे, अब जाने टिकटहरू काट्यो अरे। बोटिङ गर्नुपर्ने अरे, बोट कि बोट भनेर। अब ठुलो बोटमा त वहाँनिर मिलेन नि, टाइम लाग्ने। यहाँनिर एउटा पार्क रहेछ, यहाँभित्र छ अरे सानो सानो बोट। यहाँनिर चाहिँ आएको पार्क रहेछ। उनीहरूलाई यस्तै त हो, उनीहरूलाई यस्तैमा कुद्न पाउँदा त मजा आउँछ है नानीहरूलाई। के अरे चित्रलेखा उद्यान अरे। स्विमिङ पुलहरू पनि रहेछ क्या यहाँनिर चाहिँ। अरे भाग गए दोनों। पानी के पास आना है। आत्तिएको हेर फेरि, वहाँ छ बोट भन्दै। वहाँ छ बोट भन्दै आत्तिँदै कुद्दैछ। दाजु कहाँ पुग्यो थाहा छैन फेरि। ए भगवान्, यिनीहरूलाई लिएर हिँड्नै यति धेरै साह्रो। एक्साइटमेन्ट, सानोको एक्साइटमेन्ट होइन, पानी देखेर खुसी भएको छ। केटाकेटीहरूको खुसी हेरेको, केटाकेटी भन्यो कुद्यो, पछि पछि सम्हालो लिएर हिँड्यो। चलो खुश। ओ बला फोटो खिचिदिन्छु है म। तोप जस्तै पाराले गरेर आएको छ। उठा के फेंक दीजिए। हाँ, सब मिलके उठा के फेंक दो। लो उठाओ सानो सानो, जोर से। अब चाहिँ हामी बोटमा बस्यौँ है, खतरा बोटमा। ए सानो त्यस्तो गर्नु हुँदैन, यो मान्छे त डरमर्दो बनायो है यसले त। त्यसरी झुक्नु हुँदैन है त। बाबा चाहिँ हामी बस्यौँ। ल अब मजा आयो। बोट 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 भनेर सानो, बोट 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 भनेर सानोले त सानो ठुलोवाला बोटमा बस्नु थियो। वहाँनिर बस्दैछन्। भाबीलाई चाहिँ डर लाग्यो अरे, आन्टीलाई डर लाग्दैछ अरे पुरा। कस्तो मेरो त टाउको दुख्न थाल्यो। तर पाइडल मार्न सक्दैनौ नि तिमी। तिमीले कसरी पाइडल चलाउँछौ त नि? हो र? सानो चलाउने सानो अनि सानो छ नि त। अनि कसरी चलाउँछौ त तिमी चाहिँ?
त चलाउनु नि परेन वा छोराछोरी बढेपछि नि मजा आउँदो रहेछ छोराले चलाइदिइहाल्यो अब सानो त यस्तो यस्तो नगर है यस्तो चाहिँ नगर है यस्तो चाहिँ नगर नि लडिन्छ नि बाबुको सिट हो त त्यो यहाँ अङ्कलहरूले पिट्नुहुन्छ नि फेरि यस्तो गर्यो भने चाहिँ चल चल हेलो आज लो चल चल यो कहाँ तोडेको यो सानो फेरि फिसको टाउको कत्रो माछाहरू ए डक ओइ सानो त्यस्तो नगर नानी सँगै जाउँ भनेर नि त हो हेलो बाबु इधर हाँ कोई दिक्कत नहीं डायरेक्शन चेंज कर दिया मैंने हाँ हेलो गरिदेऊ न हामी बोटमा छौँ भन्दैौ बोट चलाउँदैछौँ हामीलाई धेरै मजा आउँदैछ त्यही चलाउनु अरे मजा आएन अरे